गुड इभिनिङ, नमस्ते संसारभरि छरिएर रहनुभएका नेपाली भाषीहरू। अहिले म दैलेख जिल्लाको यो दुल्लु गाउँपालिका अन्तर्गत दुल्लु बजारको सेरोफेरोमा छु। यो दुल्लु 2224 राज्यमध्येको दैलेखको दुल्लु एउटा त्यो राज्य पनि हो, ऐतिहासिक रूपले भन्दा पनि। र यो दुल्लु बजारको एउटा हाइट, एउटा पहाडको टुप्पोमा एउटा साहित्यिक पार्क बनाउनु भएको रहेछ यहाँको स्थानीय निकायसँग मिलेर, यहाँका समाजसेवीहरूले। त्यो चाहिँ एकदम रमणीय, राम्रो, प्राकृतिक रूपले पनि सौन्दर्य ठाउँमा सबै नेपाली साहित्यकारहरूले एक ठाउँमा उहाँहरूको प्रतिमाहरू सबै समावेश गरेर यसरी बनाएर राख्नु भएको रहेछ। यो पर्यटकीय ठाउँ जस्तो पनि लाग्यो मलाई। यो ठाउँको विभिन्न ठाउँबाट मानिसहरू यसको अवलोकन गर्न पनि आउनु हुँदो रहेछ। आन्तरिक पर्यटनलाई टेवा पुर्याउने एउटा माध्यम पनि हो र सँगै राष्ट्रिय झन्डा पनि यसको सेन्टर पोइन्टमा राख्नु भएको रहेछ। वातावरण एकदम रमाइलो, अनि त्यसमा पनि गर्मीको मौसममा शीतलताको अनुभव गर्नलाई यो ठाउँ एकदम महत्त्वपूर्ण लाग्यो। र नेपालका विभिन्न किसिमले साहित्यमा योगदान पुर्याउनुभएका व्यक्तिहरूको उहाँहरूको प्रतिमा र नाम, उहाँको कृतिहरू यसमा समावेश गर्नुभएको रहेछ। जस्तै यहाँ पहिलो नम्बरमा हुनुहुन्छ प्राध्यापक डाक्टर जयराज पन्त, होइन, उहाँका कृतिहरू यहाँ राख्नु भएको छ। अनि स्थानीय हुनुहुन्छ होला उहाँ अमरसिंह ढोली भन्ने, होइन। अनि त्यसै गरी स्वर्गीय कवि मोतीराम भट्ट, यहाँ दुल्लुको पादुकाको दैलेखको मोतीराम भट्ट हुनुहुँदो रहेछ, होइन। अनि त्यसै गरी विशाखर पाध्याय, अनि त्यसै गरी कृष्णसेन इच्छुक, उहाँ चाहिँ द्वन्द्वकालमा उहाँको मृत्यु भएको थियो, तपाईँलाई पनि थाहा छ होला। अनि त्यसै गरी जङ्गबहादुर शाह, यहाँ चाहिँ जङ्गबहादुर राणा होइन, जङ्गबहादुर शाह साहित्यकार उहाँ चाहिँ। अनि त्यसै गरी रत्नाकर देवकोटा, उहाँ जुम्लाको हुनुहुँदो रहेछ। उहाँको कृतिहरू पनि तल लेख्नु भएको छ सबै किसिमले, जन्म मृत्युसहित। अनि पूर्णप्रकाश नेपाल यात्री कटुन्जे भोजपुरको मान्छे हुनुहुँदो रहेछ उहाँ, साहित्यकार। अनि उहाँको कृतिहरूसहित राख्नु भएको छ। अनि श्रीरत्न शर्मा रिजालको, उहाँको बारेमा पनि छ प्रतिमासहित उहाँका कृतिहरू। अनि त्यसै गरी भीमनिधि तिवारी, उहाँ त अब नाटककार भीमनिधि तिवारीको हामीले कोर्समा पनि, उहाँको किताबमा पनि, कोर्समा पनि पढ्दाखेरि पनि पढ्यौँ, होइन। त्यसै गरी जोसेफ टुची भन्ने हुनुहुँदो रहेछ। उहाँ चाहिँ खासमा भन्दा इटलीको हुनुहुँदो रहेछ। अनि नेपालको जुम्लामा बसेर यहाँको बारेमा, सिन्जासको बारेमा पनि उहाँलेको योगदान रहेछ त्यहाँको ठाउँलाई चिनाउने कुरामा। अनि त्यसै गरी भोपी शेरचन, अब भोपी शेरचन त हजुरले चिन्नुहुन्छ, घुम्ने मेचमाथिको अन्ध मान्छे भन्ने कविता सङ्ग्रह नै छ उहाँको। अनि पारिजात विष्णुकुमारी वाइवा सिरिजको फुल, तपाईँहरूले पनि सायद पढ्नु भएको छ होला। अनि त्यसै गरी गोपाल प्रसाद रिमाल, होइन, उहाँका पनि कृतिहरू नेपाली साहित्यमा चिरनाम हो। अनि पलमान सिंह सुवार भन्ने सुदूरपश्चिमको हुनुहुँदो रहेछ, अछामको उहाँ चाहिँ। अनि युद्ध प्रसाद मिश्र, उहाँ पनि परिचित नै हो, उहाँका पनि धेरै कृतिहरू छन्, होइन। अनि त्यसै गरी गुरुप्रसाद मैनाली छिमेकी कथा, यो त हामीले कोर्समा पनि पढेको हो। त्यसै गरी सिद्धिचरण श्रेष्ठ मेरो प्यारो ओखलढुङ्गा, तपाईँहरूले पनि पढ्नुभएको छ होला, होइन। उहाँको परिचित नै हुनुहुन्छ उहाँ पनि। विश्वेश्वर प्रसाद कोइराला, नेपाली साहित्य लगायत राजनीतिक क्षेत्रमा प्रजातन्त्र ल्याउने कुरामा देशमा उहाँको पनि ठुलो भूमिका छ, परिचित नै हुनुहुन्छ। अनि धरणीधर कोइराला, उहाँ पनि साहित्यकार हुनुभयो। अनि त्यसै गरी हृदयचन्द्र सिंह प्रधान, होइन, उहाँका पनि एकदम कृतिहरू हामीले कोर्समा पनि पढेका हौँ। जय पृथ्वीबहादुर सिंह, बझाङ जिल्लामा उहाँले चाहिँ नेपाली शिक्षाको क्षेत्रमा ठुलो योगदान रहेको छ। त्यसै गरी बालकृष्ण नाटकको क्षेत्रमा नाट्य सम्राट पनि भनिन्छ उहाँलाई। अनि योगी नरहरिनाथ, यो आयुर्वेदका कुराहरूमा, यसमा पनि उहाँको योगदान छ। अनि महाकवि लक्ष्मीनरसिंह प्रसाद देवकोटा, परिचित नाम भयो, तपाईँहरूलाई थाहा भएको कुरा भयो उहाँ त। अनि कवि शिरोमणि लेखनाथ पौड्याल कास्कीको हुनुहुन्छ उहाँ। अनि त्यसै गरी चाहिँ युग कवि मोतीराम भट्ट, उहाँ चाहिँ सानो 30-31-32 उमेरकै सायदमा उहाँको मृत्यु भएको हो, तर छोटो समयमा पनि नेपाली साहित्यमा उहाँले ठुलो योगदान दिनुभएको छ। अब आदिकवि भानुभक्त आचार्य, उहाँको बारेमा त भन्नै परेन, तपाईँहरू परिचित नै हुनुहुन्छ। अनि यो सँगसँगै यो पार्क भएको ठाउँ छनौट पनि एकदम राम्रो किसिमले गर्नुभएको छ। अब चाहिँ कतिपय कुरा यहाँ सरसफाइको कुराहरू बाँकी नै होलान्, तर पनि एकदम नजिक, एकदम शीतल पहाड वरिपरि। अब दुल्लु भनेको पहिले 2224 राज्य पनि हो, होइन। त्यो किसिमले पनि ऐतिहासिक ठाउँ पनि हो एक किसिमले हो। र यो गर्मीको समयमा एकदम शीतल पनि छ। दैलेख जिल्ला अहिले सुन्तला खेतीको लागि पनि प्रसिद्ध छ, वातावरणीय हिसाबले पनि ठिक छ। पहाडी जिल्ला भए पनि अहिले यातायातको हिसाबले पनि सुगम छ। आज म पनि
दैलेख सदरमुकाम नारायण नगरपालिकाबाट आएको आउँदै जाँदाखेरि दैलेख जिल्ला एकदम रमाइलो सुन्दर महसुस भयो मलाई पनि। अनि म नेपालको अन्य ठाउँमा जाँदा तपाईँहरूलाई जसरी नयाँ ठाउँ चिनाउँथेँ त्यही सिलसिलामा यो ठाउँ चिनाएको। आशा छ यसबाट भरपुर मनोरञ्जन लिनुभयो होला। आउँदा दिनहरूमा नयाँ ठाउँमा जाँदा पनि तपाईँलाई मैले यसै गरी नयाँ ठाउँको अनुभूति गराउनेछु, परिचित गराउनेछु भन्दै अहिलेलाई यो सानो डकुमेन्ट्रीबाट बिदा चाहन्छु। हस्, धन्यवाद।